ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध एयरको विमान। एक यात्रुको साहसले बच्यो 51 जनाको ज्यान। दर्शकबिन झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति ठूलो दुर्घटना हुनबाट जोगिएको हो। अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएपछि जहाजभित्र आपतकालीन अवस्था सिर्जना भएको थियो, तर एक यात्रुको साहसिक कदमका कारण 51 जनाको ज्यान जोगिएको छ। काठमाडौँबाट शुक्रबार साँझ 8:30 बजे भद्रपुरका लागि उडेको 901 उडान नम्बरको बुद्ध एयरको विमान राति करिब 9:10 मा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको हो। जहाज चिप्लिए लगतै ठूलो आवाजसहित धुवाँ फैलिन थालेपछि यात्रुहरू त्रसित बनेका थिए। यही क्रममा विमानको 14 नम्बर सिटमा बसेका यात्रु उमेश मोक्तान तामाङले इमर्जेन्सी ढोका खोलेर यात्रुहरूलाई सुरक्षित बाहिर निकाल्न निर्णायक भूमिका खेलेका हुन्। धुवाँको मुस्लो जहाजभित्र फैलिँदै गएपछि तामाङले ढोकामा लात्तीले हानेर इमर्जेन्सी ढोका खोलेका थिए। घटनाबारे बताउँदै तामाङले भने, सबै यात्रु रोइरहेका थिए, कराइरहेका थिए। जहाजभित्र सास फेर्न गाह्रो भइसकेको थियो, बाँचिन्छ जस्तो लागेको थिएन, त्यसैले जोखिम मोलेर ढोका खोले। उनले इमर्जेन्सी ढोका खुलेर बाँच्न सकिन्छ भन्ने सामान्य ज्ञानका आधारमा तत्काल निर्णय लिएको बताएका छन्। 5 थरको फालेलुङ 4 घर भए हाल बिर्तामोडमा बस्दै आएका तामाङ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका छन्। राष्ट्रिय परिचय पत्र बनाउन काठमाडौँ पुगेका उनी यही उडानमा फर्किँदै थिए। उता अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोमदेलले पनि तामाङको साहसले सबै यात्रुको ज्यान जोगिएको बताएका छन्। धुवाँ जहाजभित्र पसिसकेको थियो, उहाँ नभएको भए अवस्था निकै भयावह हुन सक्थ्यो, गोमदेलले भने। उक्त विमान दुर्घटना हुँदा को पाइलट सहित 7 यात्रु सामान्य घाइते भएका छन्।